नमस्ते, म शशिकला खड्का यहाँहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु मेरो आफ्नो युट्युब च्यानल शशिकलाबाट। खास गरेर आजबाट मैले यस च्यानल मार्फत एउटा नयाँ एपिसोड ल्याउने जमर्को गरिरहेको छु र उक्त एपिसोडमा नेपाल तथा विदेशमा सृजित विभिन्न पुस्तकहरूको एउटा विश्लेषणात्मक विचारहरू लिएर यहाँहरूको बिचमा आउनेछु, जसले कुन उमेर समूहकालाई यो पुस्तक पढ्दा उपयोग हुन सक्छ र यसले दिन खोजेका सन्देशहरू के हुन सक्छन् भन्ने बारेमा आफ्नो विचार व्यक्त गर्नेछु। र मलाई लाग्छ यसले तपाईहरुलाई पुस्तक छनौटमा र पुस्तकप्रतिको जसको मोह छ त्यसलाई अझ सहज हुनेछ भन्ने मेरो आफ्नो विचार रहेको छ। र यदि मलाई उक्त पुस्तकहरूको मैले यदि अनुमति पाएँ भने म यहाँहरूलाई त्यसको अडियो पनि लिएर आफ्नो युट्युब च्यानल मार्फत आउने नै छु। र खास गरेर मैले भर्खरै मात्र पढेको अब डाक्टर भगवान कोइरालाद्वारा लिखित हृदय किताब निकै राम्रो लाग्यो। नेपालको चिकित्सा शास्त्र क्षेत्रमा भइरहेको गतिविधि र एउटा गाउँले परिपाटबाट हुर्किएको मानिसले यत्रो देशको चिकित्सा शास्त्र जस्तो क्षेत्रमा कालपट कसरी ल्याउन सक्छ, त्यहाँभित्रका सङ्घर्षहरू के हुन सक्छन् भन्ने विषयमा लेखिएको उहाँको उक्त पुस्तक असाध्यै उपयोगी रहेको छ। यसले एउटा नेपाली सिर्जनामा एउटा ठुलो योगदान दिएको जस्तो लाग्छ र जति पनि पिँढीहरू नयाँ पुस्ताहरू यस क्षेत्रमा आउन चाहनुहुन्छ उहाँहरूलाई एउटा उत्प्रेरणात्मक पुस्तक जस्तो लाग्छ। यो पुस्तक पढ्नको लागि म यहाँलाई अनुरोध गर्छु। त्यसैगरी मैले अर्को पुस्तक 2080 सालमा मदन पुरस्कार विजेता पुस्तक यो मुकाम रणमैदान म पढ्दैछु। यसले चाहिँ नेपाल अङ्ग्रेज युद्धको बारेमा जसलाई एउटा क्युरियोसिटी हुन्छ कस्तो भएको थियो होला भन्ने जानकारी लिन मन लाग्छ भने यो के पुस्तक अनुसन्धानमूलक पुस्तक रहेको छ, असाध्यै राम्रो हुन सक्छ। यहाँहरूको लागि म मोहन मैनालद्वारा लिखित यस पुस्तक पनि यहाँहरूलाई पढ्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र आउने एपिसोडहरूमा यो पुस्तकहरूको बारेमा विस्तृत विचारहरू एउटा एनालाइटिकल विचारहरू लिएर उपस्थित हुनेछु। त्यति बेलासम्म मलाई साथ दिनुहुनेछ र यसलाई अझ कसरी राम्रो बनाउन सकिन्छ भन्ने विचारहरू यहाँहरूले मलाई सल्लाह सुझाव दिएर यो कार्यक्रमलाई अझ अगाडि बढाउन प्रेरणा दिनुहुनेछ भन्ने विश्वास लिँदै आजको एपिसोड बिदा हुन्छु र अर्को एपिसोडमा भेट्ने बाचा गर्दछु। नमस्ते।